एकदम रमाइलो ठाउँ छ यहाँबाट हामी चाहिँ अब आज तल गोकर्णदेखि हाइकिङ गरेर यता शिवपुरी पिक पुग्न आँटेछौँ। अब लगभग 5 मिनटमै पुगिन्छ होला। एकदम रमाइलो छ, तपाईँहरू पनि आउनुहोस्। यस्तो महिनामा एकचोटि हाइक गयो भने तपाईँको जिन्दगीमा यो जुनीको फेरि यता चाहिँ एउटा साइनबोर्ड राखेको थियो होला। यो सबै अब हाम्रो भाइ बहिनी केटाकेटीहरूले अनि यसलाई चाहिँ बिगारेर रहेछ, च्यातेर रहेछ, फुटाएर रहेछ है। साइनबोर्ड भएको भए राम्रो हुन्थ्यो। त्यहाँ यस्तो जङ्गलतिर साइनबोर्डहरूलाई ढुङ्गा हाल्ने, ढुङ्गा फाल्ने, चताउने त्यस्तो गर्नु हुँदैन। अनि कुनैकोलाई त्यसले गर्दाखेरि फाइदा पुगिरहेको हुन्छ कि शिक्षा लिने, कि हाइट कति हो है, त्यस्तोमा जानकारी पाइरहेको हुन्छ। त्यसरी पनि एउटा साइनबोर्ड थियो रहेछ, त्यसलाई पनि मान्छेहरूले अब फुटाएर रहेछ है, नष्ट गरेर रहेछ। तर त्यसो नगर्नुहोस्। अनि एउटा हामी हिमालय क्षेत्रतिर हाइक वा बाटोमा यस्तो हिँड्ने बेला चाहिँ यस्तो ढुङ्गाको यस्तो माथि बनाउने एउटा चलन चल्दैछ। यो चाहिँ के हो भने एकदम राम्रो हो। यसलाई चाहिँ हाम्रो हिमालय बोर्ड भाषाबाट चाहिँ ढेकर छुतेन भन्छ है। अनि यो बनाउँदाखेरि चाहिँ यो चाहिँ हामीले जतिसक्दो उचाइ बनाउनुपर्छ। अनि त्यसलाई चाहिँ हामीले एकदम हामी चाहिँ अब आज बागदोर अनि शिवपुरी पिक अनि त्यहाँदेखि फेरि उता सानो सानो गुफा टाइपको 2-3वटा रहेछ, त्यहाँतिर पुगेर फर्किँदै गर्दाखेरि अलिक ढिलो भएको कुरा हो। अब यस्तो बत्ती बल्दै भयो नि फर्किँदैछु। 2जना साथीहरूले बाघ भेट्यो भनेर अलिक प्रेङ हानेर अलिक थाकेको, मैले जान थकाइदियो कि अलिकति दौडाइदियो। त्यही भएर अब जस अब हामी एकदमै अब ढिलो भएको अवस्था हो। साथीहरू माथिबाट आउँदैछ टस बालेर। लङ्गा यो अलि खन्जुले धर राम्रो बाटोमा चाहिँ उहाँहरू आउनुभएछ। ल जाउँ। अब तल ठिकै खाना अर्डर गरेछु। खाना खाएर अनि गुम्बामा जानुपर्छ। ल यसरी त बाटो देख्दैन, एकदम ढिलो भएको अवस्था हो। यो साथीहरू यता हिँड्दैछ अनि जुन पनि माथि लगाइरहेछ।